सबैजनालाई मेरो तर्फबाट नमस्कार। म चाहिँ यामबहादुर विश्वकर्मा बैजनाथ गाउँपालिकाबाट आउने 2084 सालमा चाहिँ स्थानीय तहको चुनावमा चाहिँ मैले पनि वडा अध्यक्षको चाहिँ उम्मेदवारी लिने सोचिरहेको छु। यस विषयमा आज थोरै छलफल गरौँ। हाम्रो समाजलाई के चाहिएको हो, युवालाई के चाहिएको हो भन्ने कुराहरू विषयमा आज छलफल गरौँ। हाम्रो गाउँ समाजलाई के चाहिएको छ, समस्याहरू के छन् भन्ने कुराहरूमा आज थोरै छोटो मिठो गफ गरौँ। हाम्रो समाजलाई के चाहिएको छ भन्ने कुराहरू तपाईहरूले चाहिँ